1 महिना बाद चाहिँ फाइनली आज म घुम्नु निस्केँ होइन, साथीले गर्दाखेरि जाउँ भनेर। आज चाहिँ मेरो छुट्टी थियो, कहाँ पनि जानु पाएको थिएन। सो म चाहिँ कहाँ आएको छु भनेर चाहिँ अब भर्खर मन्दिर गइकन आएको है। मन्दिर गएर आएर चाहिँ मलाई याद छैन जग्गाको नाम, यहाँ चाहिँ बर्दुबे पार्क भन्छ रहेछ खासमा। चारैपट्टि साग खोलै खोला छ अनि यहाँनिर चाहिँ फायर वर्कहरू छ। मैले लाइभमा पनि भनेको थिएँ है, अनि त्यो पनि भइरहेको छ। तर अहिले हुँदैन, 9 बजी हुन्छ र यस्तो छ एकदमै शान्ति फिल भइरहेको छ। बल्ल बल्ल रुमबाट निस्केर बल्ल बल्ल दुबई आएको छु जस्तो पनि लागिरहेको छ है घुम्नु पाएर। खासमा भन्दा अब घुम्नुकै लागि आएको नि त। अब यति साह्रो टाढो खर्च गरेर कतिवटा इच्छाहरू त हुन्छ होइन, सुख दुःख, तर पनि अब त्यसै दाइँदैन, अलिअलि घुम्छु भनेर आएको हुन्छ नि त। सो अब साथीहरू थिएन, अब हाम्रो रुमको मोटीले चाहिँ अलिकति आइडिया रहेछ नि त। सो उसँग आएको छु है, झन्डा देख्नुहुन्छ। सो अब एकतिर फोटोसोटो खिचेर चाहिँ लाग्नुपर्छ है। अनि कुनै दिन आउनेछु म साथीहरूसँग त्यो फायर वक हेर्नु चाहिँ, किनभने आज चाहिँ 9 बजी मात्रै हुन्छ नि त। सो हामी चाहिँ छिटै आएको छौँ, जसको कारणले चाहिँ हेर्नु पाउँदैन। अनि छिटै रुम पनि फर्किनु छ, फेरि साथीहरूसँग आएको भए पो मजा आउँछ होइन। यस्तै छ, बोटिङहरू पनि छ। बोटिङहरू मलाई थाहा छैन, मेरो भिडियो म मात्रै फोकस हुन्छ, पछि सबै ब्लर हुन्छ है। त्यो मैले बनाउन नजानेको के हो, म तपाईँहरूलाई देखाउने छु है त। है बोटिङहरू पनि गर्दा हुन्छ हामीले यहाँनिर कुनै प्रकारको। अनि साथीहरू छ यता फोटो खिच्दैछ। यहाँ चाहिँ छ मस्जिद, मस्जिदकै छेउमा छ मन्दिर। म कुनै दिन आउनेछु साथीहरूसँग पनि। र यो चाहिँ हो आजको नजारा, बस यति नै।